दर्शक नमस्ते। आज पनि म तपाईँहरूलाई नयाँ भिडियो लिएर आउँदैछु। हाम्रो देशको अवस्था है एकदमै नाजुक भएको अवस्था छ। सो त्यसको बारेमा म थोरै मेरो विचारहरू राख्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। अब अहिले होइन, फेसबुकभरि अब युट्युबभरि त्यही भिडियो आउँदैछ राजाहरूको है आन्दोलनको अस्तिको। त्यही भएर त्यसको बारेमा थोरै केही शब्द बोल्न चाहन्छु। हाम्रो यो नेपालमा राजा चाहिने होइन के, हाम्रो जनताहरूले नबुझे हो कि अब है कसले नबुझ्यो भनौँ है। हाम्रो देशमा राजा आउने जरुरी छैन र नेता यो यस्तो घुसखोरी लुटेर नेताहरूको पनि जरुरी छैन हाम्रो नेपालमा। जरुरी छ त हर्क साम्पङ बालेन शाह जस्तो इमान्दारीसँग काम गर्ने, देशकोलाई राम्रो गर्ने त्यस्तो शान्तिको वातावरण चाहियो कि नेपालमा। जुन जोगी आए पनि कानै छेने भन्छ नि उखान्छ नि, त्यस्तै पो हुन लाग्यो यहाँ। जनताले नै बिगार्छ कि पहिला बिगारे जनताले हो, त्यसपछि बल्ल नेताले बिगार्छ। भन्छ नेताले देश बिगार्यो, पहिला जनताले नेता बिगार्यो अनि बल्ल नेताले देश बिगारेको। अनि भोट दिने बेलामा नेता भन्दै पछि लाग्दै भोट दिने, पछि अनि यो भएन त्यो भएन भन्ने। अनि फेरि अहिले राजा चाहिएको गरे। राजा पनि जो 2062 सालमा आफैहरू नै यसरी नै आन्दोलन गरेर फालेको होइन, राजालाई गणतन्त्र ल्याएको होइन। ज्ञानै चोर झुन्डेर मर, देश छोड भन्दै आन्दोलन गर्ने तपाईँ जनताहरू नै हो। तपाईँहरू नभए पनि तपाईँको आमा बाउ दाजुभाइहरू छन् होला, सोधे हुन्छ के भन्ने है। हाम्रो यो नेपालको जनताहरूले अब भेडा भन्छन्, भेडै हो जस्तो लाग्छ मलाई त कहिले कहिले। आफू नपढे पनि अलिकति हुन्छ नि मान्छेको त्यत्रो अब बुढो भइसक्यो होइन हाम्रो राजा। हुन त सम्मान छ है राजालाई, अब चलाउनु भयो देश होइन, तर पनि त्यति केही गरे जस्तो लागेन क्या। पहिला पनि थियो त राजा थियो, वीरेन्द्र थियो, त्यसपछि ज्ञानेन्द्र आयो। ज्ञानेन्द्रले भन्छ उसको दाइलाई मारेको आरोप छ उसको उमाथि। हाम्रो देशमा सबै त्यो आरोप लाउने, केही काण्ड गर्ने मात्रै मन्त्री नेताहरू बन्छ। जेलमा बसेको मान्छे मार्नेहरू मात्र छ। हाम्रो केपी ओली शर्मा 14 वर्ष जेलमा बसेकोले मन्त्री प्रधानमन्त्री हुनुभएको छ। यस्तो मान्छे देश चलाएर हुन्छ त नि। अहिले कुरा गरौँ राजा। अब अहिले राजा ल्यायो भने पुरानै राजा हो, पुरानै हिसाबले चलाउला। यदि राजा नै ल्याएको भए बालेन शाहलाई ल्याउनु, हर्क साम्पङलाई ल्याउनु, नयाँ टेक्नोलोजी, नयाँ युवा, नयाँ टेक्नोलोजीले बल्ल बनाउँछ होइन। उनीहरूको नयाँ डिजाइन के कस्तो हो थाहा छ तिनीहरूलाई। त्यही पुरानै लगायो भने फेरि 2 वर्ष 3 वर्षपछि फेरि आन्दोलन गर्ने, त्यो राजा चाहिन्न भने फेरि नेता चाहियो भनेर सोच्नु पऱ्यो कि पहिल्यै सोच्नु पऱ्यो। यो हाम्रो नेपाललाई राजा होइन, अनि के भन्छ यो राजनीतिक राजा केही पनि चाहिँदैन क्या। सिर्फ राम्रो देश चलाउने मान्छे चाहिएको क्या। अहिले आन्दोलन गरेछ, हिँडेछ, खालि त्यही मलाई लाग्छ यो भात भौतिनीको केही टार्गेट थियो होला क्या। पेटिसनहरूको टार्गेट थियो होला, त्यसको लागि राजाको निउखा चाहिँ आन्दोलन गरेर ल्याउनु आगो सागो लगाउने कि के भन्छ ऊ पत्रकारको मारेको भन्छ है, थुनेर मारेको भन्छ, ढोका थुनेको बाहिरबाट भन्छ, के कस्तो है आफूलाई त्यही थाहा भएन न्युज हेरेको आधारमा। नत्र उहाँको पनि केही कुरा होला। त्यही भएर हाम्रो देश नेपालमा कता कताको टार्गेट, कता कता ढुकुरलाई हान्न कुकुरलाई लायो भने जस्तै होइन। अब कताको टार्गेट हुन्छ, कतालाई कुराले छुन्छ। त्यही भएर गाह्रो छ बाँच्नलाई। भन्न त हाम्रो प्रहरी दाजुहरूलाई मनदेखि नै सेल्युट गर्न चाहन्छु, किनभने उहाँको ड्युटी हुन्छ होइन। ड्युटी भएपछि अब नियम कानुन पालना गर्ने पऱ्यो होइन। नियम भन्दा पनि अब माथिबाट जो आदेश हुन्छ त्यही काम गर्नु पऱ्यो। यता जनताबाट ढुङ्गा मुढा गर्ने, जनताको कुरा नि मान्नु पऱ्यो।
यता गर्दा उता नहुने, उता गर्ने यता नहुने। गाह्रो छ नि हौ उहाँहरूलाई। बुझ्नुपर्छ नि, बुझ्नुपर्ने हामी जनताले हो। नेताले त के बुझ्ने? जो गर्ने नेतासँग गर्ने, जति लडे पनि हामी जनता जनता मर्ने। नेताहरू मस्त खुलेआम मजाले बसिरहेको छ सेक्युरिटी लिएर। उनीहरूलाई बिन्दास छ, केही छैन, टेन्सन छैन। जो लडिरहेको जनता लडेछ, जनता लडेछ, जनता मरेछ, उसलाई मतलब भएन। किन यस्तो? नेतासँग हुन्छ नि झगडा गर्ने होइन, केही गऱ्यो भने नेतासँग गर्ने। हाम्रो पुलिसहरूसँग है अब आन्दोलन गर्ने, यताउता एक आपसमा नमिल्ने, त्यस्तो ठिक लागेन क्या। त्यस्तोले पनि देश बन्छ त्यस्तो गरेर। अब देश बनाउन गएको राजा राजा राजतन्त्र चाहियो भनेर जिना गर्न गएको, आन्दोलन गर्न गएको मान्छेहरू चोर्दै भाग्दैछ। यस्तो छ हालत हेर्नुहोस्, चोरी गर्दै भाग्दै। सेक्युरिटीले हान्नु भएको छ, सेक्युरिटीले है हान्नुपर्छ यस्तो मान्छेहरूलाई। यस्तरी नै देश बनाउँछ र? जनता नै यस्तै छ, लुट्दै हिँडिन्छ। हेर्नुहोस् के स्याउ सुन्तला के रक्सी के लिएर मान्छेहरू। अवस्था एकदमै खतम छ क्या। सबैलाई सुधार्नु पर्ने हुन्छ। एक दुईजना मात्र सुधेर फाइदा हुँदैन नि हाम्रो नेपालमा। यस्तै छ अब, सबै नेताहरू त्यस्तै छ, जनता त्यस्तै छ। अब कसलाई दोष दिनु? नेतालाई मात्र दोष दियो भने जनताले नेतालाई राखेको चुनेर, त्यही त हो। अब चाहिँ राजाको ल्याउने भन्नुहुन्छ, राजा साजाको चक्कर छोडिदिनुहोस्। राजा नै बनाउने छ भने बालेन शाहलाई बनाउनु, नत्र भने नेतै ठिक छ, नेता बनाउनु सरकारसम्मको बालेन शाहलाई मन्त्री बनाउनुहोस्। मिसन 84 आउँदैछ त किन आत्तिनुहुन्छ? रवि लामिछाने पनि उठ्दै हुनुहुन्छ, उहाँलाई पनि धेरै फसायो, यताउति गरायो, तर केही उँभो लागेन। सहकारी ठगको उसमा यति फसायो, राजतन्त्रमा केही पाएन। अहिले उहाँहरू आफ्नै पदमा आउनु भएको छ, फेरि चुनाव लड्दै हुनुहुन्छ। उहाँहरूलाई सपोर्ट गराउन पर्यो, नयाँ मान्छेलाई केही गर्छ कि। यस्तै त देश बिग्रिरहेको छ। एकचोटि हेरौँ, गऱ्यो भने गरौँ, भएन भने अर्कोचोटि अरूलाई हेरौँ, अरू निस्क्योला नयाँ नयाँ। यस्तो पो हुन्छ, त्यही बुढापाकालाई लिएर हुन्छ। हाम्रो नेपालको हालत खराब भएको छ साथीहरू। बुझ्नुपर्ने हो साथीहरू, जति पनि नेपालमा बसेका आन्दोलन गर्दै हिँड्नुभएका त्यति धेरै मान्छे छन् है। हुन्छ नि मान्छेहरूको एउटाले जे यसो केही भने कि ल हो भनेर कुरा बुझ्नु छैन क्या, खालि हो भन्दै पछि पर्दै बिगारेको मान्छे बिग्रेको त्यही हो क्या। मान्छे बिग्रियो, मान्छेबाट साथीभाइ बिग्रियो, साथीभाइ समाज गाउँ टोल सबै भएर है नेपाल देशै बिगार्ने त्यस्तै हो क्या। त्यही भएर सोचेर बुझेर विचार गरेर पहिल्यै बेलैमा काम गऱ्यो भने दुःख नपाउने हुन्छ है त।